नमस्कार, स्वागत छ तपाईहरुलाई आदर्श स्कुल अफ म्यानेजमेन्टद्वारा आयोजित फुड ब्लगिङ प्रतियोगितामा। हामी आज यहाँ एक अनौठो यात्रा बाँड्न आएका छौं, जहाँ खाना केवल स्वाद मात्रै होइन, संस्कृति, परम्परा र समुदायको पहिचान पनि हो। हामी यसपटक एउटा सुन्दर गाउँतिर लाग्यौं, जहाँ किसान समुदायको खानपान संस्कृति बुझ्ने अवसर पायौं। हरियालीले ढाकेको गाउँ, आत्मीय मानिसहरू अनि जीवनशैलीको सरलता सबैले हाम्रो मन लोभ्याएको थियो। हामी त्यहाँ पुगेपछि किसान समुदायका मानिसहरूले निकै स्नेहपूर्वक स्वागत गरे। परम्परागत शैलीमा हामीलाई तेल लगाएर अनि सम्मानपूर्वक भित्र स्वागत गरियो। यो नेपाली संस्कृतिको सुन्दर झल्को मात्र होइन, समुदायको गहिरो अपनत्व र आतिथ्यताको प्रत्यक्ष अनुभव पनि थियो। यहाँ पढ्दै गर्नुभएका भाइ बहिनीहरूले चाहिँ किसान जातिमा परम्परागत खानाहरू के छन् त्यसबारेमा चाहिँ उहाँहरूलाई प्रोजेक्ट वर्कको रूपमा चाहिँ अब खटाइए अनुसार चाहिँ उहाँहरू हाम्रो गाउँ बस्तीमा आइपुग्नु भएको छ। उहाँहरूलाई चाहिँ किसान जातिको तर्फबाट होइन सम्पूर्ण उहाँहरूको टिमलाई चाहिँ हामी स्वागत गर्न चाहन्छौँ र उहाँहरूलाई चाहिँ अब दुईजना बहिनीहरूले चाहिँ गोडा धोएर उहाँहरूलाई चाहिँ अब स्वागत गर्नुहुनेछ होइन र उहाँहरूलाई चाहिँ यहाँ भित्र प्रवेश गराउनुहुनेछ हामीले माफी र यही राख्न चाहन्छु र उहाँहरूलाई चाहिँ गोडा धोइदिनको लागि दुईजना बहिनीहरूलाई म आग्रह गर्न चाहन्छु। हामी त्यहाँ पुगेपछि किसान समुदायका मानिसहरूले निकै स्नेहपूर्वक स्वागत गरे। परम्परागत शैलीमा हामीलाई तेल लगाएर अनि सम्मानपूर्वक भित्र स्वागत गरियो। यो नेपाली संस्कृतिको सुन्दर झल्को मात्र होइन, समुदायको गहिरो अपनत्व र आतिथ्यताको प्रत्यक्ष अनुभव पनि थियो। अब कुरा गरौँ यहाँको खानाको विशेषताको। किसान समुदायका परिकारहरू प्राकृतिक, स्वस्थकर र जैविक हुन्छन्, जस्तै उल्चा रोटी, कुदुङ, लोसर, घुङ्गी, तहडी, चकना, हाँडी आदि। यी खानाहरू किसान समुदायका विशेष खानाहरूको रूपमा रहेका छन्। यो अनुभवले हामीलाई सिकायो कि खाना भनेको केवल भोक मेटाउने कुरा होइन, यो हाम्रो संस्कृति, हाम्रो पहिचान र हाम्रो माया हो।
त्यहाँ कुरा हुँदै गर्दा उहाँहरूले हाम्रो किसान समुदायको परम्परागत खाना संस्कृतिहरू लोप हुँदै आएको भनेर गुनासो पनि गर्नुभयो। हामीले स्थानीय दिदीबहिनीहरूसँग बसेर खाना बनाउन पनि सिक्यौँ। परम्परागत भान्सामा कसरी खाना पकाइन्छ, कुन सामग्री प्रयोग गरिन्छ अनि कुन परिकार कसरी तयार पारिन्छ भन्ने जान्न पाउनु खुसीको कुरा थियो। त्यहाँका बजू र बुबाहरूले पुराना परिकारहरूबारे कथाहरू सुनाउनु भयो, कसरी यी खानाहरू पुस्तौ पुस्ता हस्तान्तरण भइरहेका छन्। अब कुरा गरौँ यहाँको खानाको विशेषताको। किसान समुदायका परिकारहरू प्राकृतिक, स्वस्थकर र जैविक हुन्छन्, जस्तै उल्चा रोटी, कुदुम, लोसर, हुङ्गी, तहडी, चकना, हाँडी आदि। यी खानाहरू किसान समुदायका विशेष खानाहरूको रूपमा रहेका छन्। अनि आयो सबैभन्दा रमाइलो पल, खाने समय। स्थानीय परिकारहरू खाँदा साँच्चीकै माया, स्वाद र परम्पराको सङ्गम अनुभव गर्न सकिन्थ्यो। हामीले अलि फरक तर अद्भुत स्वादहरू पायौँ, जुन अरू ठाउँमा पाउन निकै कठिन छ। यी सबै परिकारहरूको स्वाद लिन पाउनु साँच्चीकै अविस्मरणीय अनुभव रह्यो। त्यहाँ कुरा हुँदै गर्दा उहाँहरूले हाम्रो किसान समुदायको परम्परागत खाना संस्कृतिहरू लोप हुँदै आएको भनेर गुनासो पनि गर्नुभयो। आजको यस हाम्रो मेचीनगर 9 मागुरमाढीमा स्कुल अफ म्यानेजमेन्ट
बेतामन झापाबाट आउनुभएका विद्यार्थीहरूले गर्नुभएको कार्यक्रममा अझ हामीले चाहिँ हाम्रो मौलिक परिकारहरू पस्कन हामीले कोसिस गरेका छौँ। अब त्यसमा चाहिँ भाइ बहिनीहरूले सक्रिय रूपमा भाग लिएर चाहिँ हाम्रो परिकारहरू परम्परागत परिकारहरू के